यता घन्टी उता घन्टी यहाँ घन्टी त्यहाँ घन्टी यसो मैले बुझ्दाखेरि मेरै बुढले पनि हालिदियो कि त्यतातिर यसो ल यत्रो याद तपाईँको 182 275 मध्ये अम्मा अम्मा हैट म त धन्य ओभ्रेज भएको नि यहाँ म आफै उम्मेदवार हो कि समानुपातिक उम्मेदवार पनि हो कि म बालेनजी र म मिलौँ कि नमिलौँ मिल्दा के हुन्छ भन्छ मिले नमिले हामी के मतलब कता मेरो त के भयो तिम्रो हेर्न मैले त तिम्रो विचार के छ भन्छु भन्थ्यो बिचरा त्यो एमसिसी के गर्ने एसपिजी के गर्ने आदि त्यति हाने गर्थ्यो हाम्रो हर्क सामान्यले अहिले त लुथ्रुको परेछ उपसभामा उसले पायो ठिक छ गणतन्त्रमा पाएको मजदुरको छोरीले पाइन् महिलाले पाइन् होइन त्यो चाहिँ देन हाम्रो 10% युद्धको पायो जसले पायो सबै हाम्रो भन्दै हाम्रै हो त नि हाम्रै हो त नि हर्क सामानको स्थिति यसो मैले बुझ्दाखेरि तपाईँ म या त कुनै ठाउँमा कुनै घरमा गयो भने ढोकामा पुगे नपाटामा कुकुरले चिन्दैन क्या गर्छ त्यसले एउटा हड्डी झिकेर फाल्नु पर्छ चुप्पो आएर लामामा चाट्छ क्या त्यस्तै भएको छ भनेपछि संसदीय पार्टीले त्यो हड्डी जसरी फालिदिया हो उपसभामुख पद अनि के हुन्छ त्यो उपसभामुख तर हुने रहेछ फेरि सभामुख भन्दा नि बढी तल भत्ता त्यो किन गर्छ त तत्कालीन सभामुख कृष्णबहादुर महराले एमसिसी टेबल गरेन भएर त्यो अहिलेको यो सन्की बुढा के बोले क्या उपसभामुखको तल बढाएर उसले नबढा उसले पछि विचार गरेर भन्दैछ फटाकै त्यो बुढो होइन त्यही लाग्यो भने त बुझ्छ त्यो लड्ने माओवादी मर्ने माओवादी परिवर्तन ल्याउने माओवादी जनतालाई अधिकार दिने माओवादी तपाईँलाई स्वतन्त्र दिने माओवादी मधेस छोरालाई राष्ट्रपति बनाउने माओवादी मलाई राष्ट्रपति बनाउने माओवादी तपाईँ र म यसरी स्वतन्त्र भएर जुन अधिकार दिएको माओवादी विकासको मुख पुऱ्याउने माओवादी बिजुली व्यक्ति माओवादी बत्तीको उज्यालो बनाउने माओवादी बाटो फ्याक्ने बनाउने माओवादी तपाईलाई अनि खाली उल्टो प्रश्न सोधेर घाँटिसक्यो मेरो दिमाग खराब भयो जनतासँग म माफी माग्छु जनतासँग म माफी माग्छु तर यो रैतीसँग माग्छु जनतासँग म खुट्टा ढोक्छु तर यो रैती लात हुन्छ लात तपाईको पार्टी तपाईँ पनि रैती नै हो जस्तो लाग्छ प्रश्न के हो यस्तो हुन्छ नेता अहिले आफू घरमा छ महान नेता प्रचण्ड तपाईँको नेता मेरो पनि नेता तिम्रो नेपाल जनताको नेता नेपाल जनताको अधिकार दिने नेता महान मानव महान दोस्रो यो पृथ्वीको दोस्रो नेल्सन मण्डेला यो पृथ्वीको दोस्रो नेल्सन मण्डेला प्रचण्ड तपाईले प्रचण्ड दिएको माओवादी दिएको अधिकारलाई दुरुपयोग गर्न पाउँदैन माओवादीले प्रचण्डले 10% युद्ध लड्ने साथ गरेर युद्ध लडेर ल्याएको व्यवस्थामा स्वतन्त्र पाएको तपाईले दुरुपयोग गर्ने भने खबरदार ख्याल गर्नुहोस् भोलि गएर फेरि राजा आउन लाग्छ चोर्ने जति एमालेमा ठग्ने जति काङ्ग्रेसमा माग्ने जति माओवादीमा ठग्न चोर्न डराउने माग्न पनि लाज मान्नेहरू घन्टी भन्दै हिँडेछ सुन्नुहोस् है फेरि त्यो चारैवटा नामै फेरि अर्कोमा आउँछ मा कसम यार मैले कति पटक भनेको छु तर भेडाएर मलाई नै गाली गर्छ सत्य कुरा भन्छु फेरि मलाई गाली गर्छ त अनि यहाँ हाम्रो पार्टी कार्यालय हाम्रो प्रचण्ड निवासको घर हाम्रो सम्पूर्ण नेता घरमा जो गए नि तिमीहरूका भाइ पुरा यहाँ टाटु हानेर यहाँ हानेर हाम्रो घर जलाएर सिंहदरबार जलाएर सारा जलाएर अनि त्यसपछि माथि उना गएर विश्वयुद्ध जितेर गर्छ गरेर अनि त्यसपछि भिडियो बनाउँछ म नेपाल हाँसेको हेर्न चाहन्छु म तेरो गाला फुटाउन चाहन्छु देशलाई खरानी बनाएर रुवाएर म नेपाल हाँस्न चाहन्छु तेरीमा ट्याटेट बालन साहब खरानी बनाएर यार अब म नेपाल हाँसेर हेर्न चाहन्छु अब अहिले लाख पनि छैन यो अलाक्षिना हत्याराको फोटो उता राख्नु त तिम्रो राजाले 250 वर्ष गरेर के छु क्या तपाईहरु जस्तो यहाँ सुन्नुस् है रैतीहरूलाई मान्छे बन भने हामी त हामीले के रहेछौँ त तिमी रैती नै हो त नि घन्टीबाट उठेको मान्छे तग्लु भैया डाक्टर हो फेरि उ पनि बौला डाक्टर दिमाग छैन मान्छे आत्मदाह गर्न दिनुहुन्न मर्न दिनुहुन्न बरु त्यो गगनलाई हराएर भयो भने त्यसलाई हाल्ने पनि परेको घोडा हो ताराको टोपी सूर्यको टोपी रुखको टोपी लाउँदै तिनकै भात र मासु खाँदै चिसो पनि पिउँदै गएर घन्टीमा ल्याम हाल्दैछ भोट अब कसको भएको के लागेको फेरि एउटा विषय ठिकै गरे
नेताले जनतालाई पटक पटक झुक्याएको थियो, यसपटक जनताले नेतालाई झुकाइदियो। अन्त जनताहरू त धेरै अगाडि गइसकेछ नि नेतामा। नै जनताले झुकाइदियो। हर्क शर्मा पनि बिचरा एक्लै बोलेर हिँड्छ, उस्तै पाराले त्यसले पनि सुनसरीको के अरे कति डिबेट लड्ने भन्छ के अरे, त्यही ठाउँमा को रहेछ फेरि त्यो ऊ छ नि जल्दी बोल, कल सुबह पनवेल निकलना। अशोक राई क्या, त्यो पनि त्यहाँको मान्छे रहेछ त। भनेपछि त अब त्यता गडबड हुने, त्यही भएर तिमी पनि आऊ भाइ भाइ कौन है ये लोग? कहाँ से आते हैं? भन्ने कि दाई भनौँ न, मेयर साहब भन्ने नि बिचरालाई होइन। अब तिमी पनि अब टाढाबाट लड क्या, बेकारमा ए माटो माटो भनेको छ, बाटोमा बोलाउँदै यहाँ छ माटो, हामी नि माटो मान्छे हो त यार। अच्छा, हमको सिखा रिया है। हाम्रो के काङ्ग्रेसको गगन थापा ऊ पनि पत्ता छ, किन थाहा छ? उसँग घन्टीबाट उठेको मान्छे तग्लु भैया डाक्टर हो फेरि ऊ पनि बौला। डाक्टरलाई बौला भन्नु सत्य भने डाक्टर दिमाग छैन मान्छे बुद्धि छैन। यसो नि उसले के भन्छ, बालेन शाह प्रधानमन्त्री बनाउन सकेन भने म आत्मदाह गर्छु, गगन थापालाई हराउन सकेन आत्मदाह गर्छु भन्छ। त्यो गाँठी कस्तो हो यो समाज जग्गा थिए, अचम्म होइन यो भाइ। त्यही भएर मलाई प्लिज यार उनलाई आत्मदाह गर्न दिनुहुन्न, मर्न दिनुहुन्न, बरु त्यो गगन हराएर ए ला सुदन गुरुङ त अहिले त के अरे उमै सुत्यो भन्छ त्यो त्यो देखाएर बस्छ। सबै खोज्ने केही भेटेन भने कट्टु खोल्ने, त्यहाँ चाहिँ एउटा चिज के न के भेट्न सक्छ। ल तपाईँ जस्तै झोली मिडियाहरू फेरि यहाँ नाम भन्न भएन, त्यो मिडियाहरू पहिला 12 भाइ थियो क्या, अहिले 36 भाइ छ यिनीहरूको। बात तो सही है। रेस्ट गरे नि त भ्याइ नभए बिहान जनताहरू मान्छे यार सामान्य घर नभएर पेटीमा सुतिरहेको छ, त्यो देखाउ न। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। मन्दिरमा उसैले बनाएको मूर्ति लगेर ढुङ्गालाई भगवान भन्दै ढोक्छ, त्यो पुजारीले त्यही मूर्ति बनाउनलाई तपाईँको त्यहाँ छिर्न दिँदैन भने त्यस्तो मन्दिर भगवान मात्रै होइन नि, ध्वस्त पार्छौँ हामी। क्रिस्चियनको चर्च, बुद्धको गुम्बा जुनसुकै, त्यहाँ कुनै पनि जातीय धार्मिक उसीबाट उसलाई भेदा गर्यो भने सबै भत्किने निश्चित छ।